हे पिपल नमस्ते, दिस इज सन्तोष। वेलकम ब्याक आवर युट्युब च्यानल माइक्रोचान। आजको यस भिडियोमा तपाईँलाई हृदयदेखि नै स्वागत गर्न चाहन्छु र आज पनि सदा जस्तै नै एउटा इन्ट्रेस्टिङ र युजफुल भिडियो तपाईँहरूमाझ लिएर आएको छु, जुन रहेको छ भोइस अफ नेपाल। तपाईँ देशभित्र हुनुहुन्छ या देशदेखि बाहिर हुनुहुन्छ र भोइस अफ नेपाल कन्टिन्यू रूपमा हेरिरहनु भएको छ भने तपाईँले आफ्नो मनपर्ने कन्टेस्टेन्टलाई चाहिँ जिताउने अब तपाईँको पनि हातमा छ है त। तपाईँको यो पावरलाई युज गर्न चाहनुहुन्छ भने चाहिँ भोटिङ गर्न सक्नुहुनेछ र भोटिङ खुलिसकेको छ। आफ्नो मनपर्ने कन्टेस्टेन्टलाई छिटोभन्दा छिटो भोट गरेर सेभ बनाउनु होला है त। र यो तपाईँले देशभित्रबाट या देश बाहिरबाट साथै तपाईँले फ्रीमा पनि भोट गर्न सक्नुहुनेछ। के कसरी गर्न सक्नुहुनेछ तपाईँले प्रोसेसहरू म सबै देखाउँदै जानेछु, त्यो हेर्नु होला है त। सबैभन्दा पहिला म यो खल्ती एप्लिकेसनलाई ट्याप गरिदिन्छु। यदि तपाईँले खल्तीमा आजसम्म पनि एकाउन्ट क्रिएट गर्नुभएको छैन भने इजी छ डेफिनेटली। योभन्दा अगाडि मैले भिडियो बनाएको छु, चेकआउट गर्न नबिर्सिनु होला। फुल प्रोसेस हेर्नको लागि इजी छ है त। र पहिलो इन्टरफेस यसरी खुलेर आएको छ, अलिकति स्क्रल गर्नुपर्ने हुन्छ। त्यस पछाडि तपाईँले यहाँनिर भोटिङ यसलाई ट्याप गरिदिने र यहाँनिर धेरै आउँछ, कति आउँछ तपाईँले आफ्नो मनपर्ने कन्टेस्टेन्ट मतलब प्रोग्रामलाई नै पहिला सेलेक्ट गर्न सक्नुहुन्छ। जस्तै म तलदेखि स्क्रल गर्दै आउँछु, यहाँनिर यिनीहरू प्रोग्रामहरू धेरै यिनीहरू प्रोग्रामहरू छ। यहाँनिर भोटिङ लाइन खुलिसकेको छ, तपाईँले भोट गर्न सक्नुहुन्छ। र टपमा रहेको छ भोइस अफ नेपाल है, त्यसलाई यहाँनिर ट्याप गरिदिन्छु भोटलाई। अब यहाँनिर 4वटा कोच आउँछ, आफ्नो मनपर्ने कोचलाई सेलेक्ट गर्ने। जस्तै म यहाँ प्रमोद खरेललाई चुज गर्न गइरहेको छु। त्यस पछाडि यहाँनिर 1 2 3 4 यहाँनिर युनिस लिम्बू, रन्जिता विश्वकर्मा अनि त्यस पछाडि पुनम अनि ममता छेत्री रहेको छ। त्यस पछाडि यहाँनिर मेरो आफ्नो फेभरेटलाई गर्नु होला है त। म चाहिँ मेरो फेभरेट युनिस लिम्बू रहेको छ फ्रम बज्रपुर झापा। भोटलाई ट्याप गरिदिने र यस्तो इन्टरफेस खुलेर आउँछ। तपाईँले चाहिँ केवाइसी फ्रीमा भोट गर्न सक्नुहुनेछ। केवाइसी चाहिँ अपडेट गर्नुपर्ने हुन्छ। त्यस पछाडि तपाईँले 2 भोट पनि फ्रीमै गर्न सक्नुहुन्छ। यो चाहिँ तपाईँले ब्याङ्क लिङ्क गर्नुपर्ने हुन्छ है त। अनि त्यस पछाडि तपाईँले 10 भोट 50 रुपियाँमा, 25 भोट 100 रुपियाँमा पेमेन्ट गरेर तपाईँले भोट गर्न सक्नुहुन्छ। 50 भोट 175, 75 भोट 255 एन्ड 100 भोट चाहिँ 320 रुपिज र 500 भोटलाई चाहिँ 1550 लाग्नेछ है त। त्यसै गरी 1000 भोट चाहिँ 3000 रुपियाँ लाग्नेछ। अनि इन्टायर भोट म्यानुअली अब म सेलेक्ट गरिदिन्छु फ्रीमा एउटा भोट है त। ओके ट्याप गरिदिएँ र आफ्नो खल्तीलाई कन्फिगर गरिदिएँ। भोटिङ सक्सेसफुल। यसरी भोटिङ सक्सेसफुल भइसकेको छ। र यसै गरी तपाईँले आफ्नो मनपर्ने कन्टेस्टेन्टलाई छिटोभन्दा छिटो भोट गरेर जिताउनु होला है त। ओके, भिडियोलाई अन्तिमसम्म हेरिदिनु भएकोमा हृदयदेखि नै धन्यवाद दिन चाहन्छु। तपाईँलाई धेरै धेरै धन्यवाद। र आजसम्म हाम्रो च्यानललाई सब्सक्राइब नगरी जानुभएको छ भने चाहिँ डेफिनेटली सब्सक्राइब गर्नु होला। र यसै गरी म तपाईँलाई एउटा फ्रीमा भोट चाहिँ देखाइसकेँ। अब तपाईँलाई म 2टा भोट चाहिँ फ्रीमा कसरी गर्न सकिन्छ यो पनि तपाईँलाई देखाउँछु। प्रोसेस यहाँ टिक गर्ने, लिङ्क ब्याङ्क एकाउन्ट भनेको छ। लिङ्क ब्याङ्क एकाउन्ट टु खल्ती भनेर यसलाई ट्याप गर्ने र यहाँनिर तपाईँ कुन ब्याङ्क छ त्यसलाई सेलेक्ट गर्ने अनि यहाँनिर लिङ्क गर्ने एकाउन्ट नम्बर फिलअपहरू गरेर है त। यो प्रोसेस चाहिँ अहिले देखाइनँ। ल त, भिडियोलाई कम्प्लिटली हेरिदिनु भएकोमा फेरि पनि धन्यवाद दिँदै बिदा हुन चाहन्छु। हस्त नमस्ते, धन्यवाद।